नमस्ते। म आज नानीहरूका लागि एउटा बाल कथा लिएर आएको छु। बाल कथाको शीर्षक छ शशी। शशी कक्षा 2 मा पढ्दै गरेकी एउटी छात्रा हुन्। शिक्षक शिक्षिकाकी प्यारी अनि अनुशासनमा रहने एक असल विद्यार्थी पनि हुन्। समयमा गृह कार्य बुझाउनु, कक्षाको कार्यलाई पनि समयमै बुझाउनु, अनुशासनमा रहनु अनि सबैलाई आदर गर्नु, आफूभन्दा सानालाई माया गर्नु ऊबाट सिक्नुपर्ने असल गुणहरू छन्। सानै उमेरमा शशीले कहाँबाट प्रेरणा पाई थाहा छैन। ऊ विद्यालय जाँदाखेरि एउटा झोला बोकेर जान्छे अनि बाटोमा भएका प्लास्टिकहरू टिप्दै टिप्दै स्कुलसम्म पुग्छे। अरू साथीहरू कुरकुरे, मामा, पुन्टे, वाइ वाइ, मिमी इत्यादि खाएर रमाउँछन्। ऊ भने घरमा आमाले बनाएर पठाइदिएको 3वटा रोटी अनि सागसब्जी मजाले खान्छे। कहिले कहिले मिड डे मिलमा खुब स्वादले खिचडी खान्छे, माम खान्छे अनि केही नछोडी चाटी चुटी खान्छे। बाले भन्नुहुन्थ्यो, खाइ अगाइ चाटी मोटाइ। स्कुलबाट फर्केर जाँदा पनि बाटामा भएका प्लास्टिकहरू टिप्दै टिप्दै जान्छे अनि लगेर घरको डस्टबिनमा हाल्छे। आफ्नो सर्ट धुन्छे, मैला भएको मोजा धुन्छे, आमालाई सानो सानो काम सघाउँछे। स्कुलमा प्राचार्य महोदयले 1000जना नानीहरूमध्ये यो सानी नानीले यस्तो अचम्म लाग्दो काम गरेको आफ्नो विद्यालयको क्यामेरामा देख्नुहुन्छ। ठुल्ठुला विद्यार्थीहरूले नगरेको काम शशी एक्लैले गर्दैछ, तर कसैलाई भन्नुहुन्न। हप्ता दिन, महिना दिन उसको दिनौँ दिनको रुटिन नै यस्तै छ। 2 चुल्ठा बाटेकी चिटिक्क परेको अनुहार, टलक्क परेको जुत्ता, मोटी मोटी गोरी गोरी हँसिलो अनुहार, सबैलाई गुड मर्निङ भन्दै हिँड्ने। ऊ हेर्दै कति हँसिली पनि छ, मिलेका चटक्क परेका दाँत। साथीहरूले जिस्क्याउन थाले उसलाई, तैँले प्लास्टिक टिपेर के पाउँछेस्? हामी कुरकुरे खाने, त प्लास्टिक टिप्ने? जताभावी प्लास्टिक फ्याँक्दै हिँड्थे साथीहरू। उसले यादै नगरी टिपिरही, उसलाई कसैको पर्वाह नै थिएन। स्वच्छताको बारेमा विद्यालयमा एउटा ठुलो कार्यक्रम हुने भयो। मुख्य अतिथि डिस्ट्रिक्ट कलेक्टर यानि कि डिसी साहबलाई बोलाउने भइयो। यता स्कुलको प्राचार्यले एउटा छुट्टै भिडियो बनाएको थियो। विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि भएका थिए, जसमा दिनै पछि विद्यालयमा नानीहरूलाई भनिन्थ्यो प्लास्टिकका चिजहरू स्कुलमा नल्याउनु, नखानु भनेर, अनि कक्षामा सफा राख्नु भन्नुहुन्थ्यो। त्यस्तै शशीले सफा गर्दै गरेको एउटा छोटो भिडियो पनि तयार पारेको थियो। अरू कसैलाई थाहा थिएन, खालि स्कुलको प्राचार्यलाई मात्र थाहा थियो। त्यही भिडियोलाई डिसी साहबको कार्यक्रममा प्रोजेक्टरमा देखाइयो अनि शशीलाई पनि अगाडि बोलाइयो। सबै विद्यार्थीहरू चकित भए। स्कुलका दादा दिदीहरू छक्क परे, शिक्षकहरू पनि अचम्म मान्नुभयो। यो सानो नानीलाई कसरी यस्तो प्रेरणा आयो भनेर डिसी साहबले प्राचार्यलाई सोध्नुभयो। प्राचार्यले देखेको कुरा मात्र गर्नुभयो अनि डिसी साहबले आफ्नो वक्तव्यमा यो नानीलाई हाम्रो जिल्लाको सबैभन्दा सानो, सबैभन्दा सजग र सबैभन्दा सफा बस्ने अनि परिवेशलाई पनि सफा पार्ने भनेर पुरस्कार प्रदान गर्नुभयो। अनि शशीलाई प्राचार्य, शिक्षक शिक्षिका सबै भएर खादामाला लगाइयो, स्टेजमा ताली बजाइयो, सोध्नुभयो, तिमीलाई यस्तो काम गर्न कसले सिकाएको? शशीले कक्षा 1 मा हुँदाखेरि एकजना मिसले सफा बस्नाले दिमाग पनि सफा हुन्छ भन्नुभएको थियो। त्यसैले विद्यालय पनि सफा हुने, दिमाग पनि सफा हुने भनेर मैले यो काम सुरु गरेँ भनी। त्यो सानो नानीलाई यस्तो सोच कहाँबाट आयो भन्दा त ती मिसले गर्दा रहेछ। अहिले त्यो नानी स्कुलको सबैभन्दा होनहार विद्यार्थीमा पर्छे। सफा बस्ने बानीले, परिवेशलाई सफा पार्ने उसको आदतले आज स्कुलमा, गाउँमा, घरमा चारैतिर उसको इज्जत बढेको छ। त्यसैले विद्यार्थी नानीहरू, तपाईँहरूले पनि तपाईँहरूले शरीर र मनलाई पनि सफा राख्नुहोस्, साथसाथै आफ्नो परिवेशलाई पनि सफा राख्नुभयो भने र प्याकेट फुड छोडेर घरको खाना खानुभयो भने तपाईँहरूको दिमाग पनि राम्रो हुनेछ अनि सफा दिमागले पढेका विद्यार्थी असल अनि सफल पनि